हेलो नमस्ते सबैजनालाई एन्ड नयाँ वर्ष आउँदै गरेको 2082 सालको यहाँको सबैलाई धेरै धेरै शुभकामना। अहिले हामीले यो भिडियो चाहिँ एक दिन अगाडि 81 सालको चैतको अन्तिम दिन खिचिरहेका छौँ, तर अपलोड भइसकेसम्म पक्कै 2082 भइसक्छ। एन्ड यो नयाँ वर्ष सँगसँगै हामीले चाहिँ सामान्य भिडियोजहरू भनौँ न, अलिकति रमाइलो फन एक्टिभिटिजहरू खिचेर देखाउने राख्ने भन्ने सोचेका थियौँ। एन्ड फलस्वरूप चाहिँ हाम्रो अगाडि अभियसली यहाँले देख्न सक्नुहुन्छ मोमोज छ। आज हामीले के गर्छौँ भन्दाखेरि हामी मोमो खाँदै खाँदै सामान्य क्याजुअल कुराकानीहरू गर्छौँ, अथवा एक दुईवटा कुराहरू सोचिरहेको छु, क्वेसनहरू मलाई सोध्छु, किनभने यताबाट चाहिँ एकदम राम्रो र प्रष्ट उत्तर आउँछ। त्यही भएर मैले एक दुईवटा क्वेसनहरू जस्तो हामी हुर्किँदै बढ्दै गर्दाखेरि हामीलाई सबभन्दा धेरै सोधिने प्रश्नहरू 11 प्रश्नहरू हामी उत्तर दिन्छौँ। सँगसँगै हामीले भर्खर बनाएको मिठो मोमो इन्जोय गर्छौँ। र जो बिहाइन्ड द सिन क्यामरामा हुनुहुन्छ भीम दाइ, हि इज द वान जसले सबै मोमो बनाउनु भएको। यो ऱ्यापिङ चाहिँ अनुजाले गरेको मैले गफ गरेको, मसँग खासै अरू ट्यालेन्ट छैन। एन्ड आई वाज नट प्रिपेयर्ड हुन्छ नि अनुजाले जस्तो क्वेसन्सहरू सोध्छु भने। सो विल जस्ट गो विथ द फ्लो है त। सो लेट्स गेट स्टार्टेड। सबभन्दा सुरुमा मोमो टेस्ट गरौँ। अघि भने जस्तै वी आर गोना युज आवर फिङ्गर्स। रेडी हो? सुरु गरेको जस्तो। वाउ, टेस्टी, अमेजिङ। ल हामी एकदम जुसी, दामी छ। बाइ द वे चिकन मोमो है। ओभरनाइट म्यारिनेट गरेको हो। सबसे यसको बेस्ट पार्ट चाहिँ किमाको मसला चाहिँ रेसासम्म चाहिँ आहा एकदम पुगेको छ। इट माइट नट लुक सुपर हाइजेनिक होइन, तर अगेन खाँदाखेरि चाहिँ हामी दुवैजनाले मजाले हात धोएर आएको थियौँ भर्खरै। सो ल अब अलिअलि गफ गरौँ, किनभने अब हाम्रो दाइले पनि फेरि एकछिनमा खाना खानु पर्यो है। सो बुढु, आई थिङ्क यो क्वेसन ग्रोइङ अप तिमीले पनि एकदम धेरै सुन्यौ र एन्सर पनि गर्यो होला। मैले पनि एकदम धेरै सुनेर एन्सर गरेँ। जस्तो हामीलाई एकदम कमनली सोधिने प्रश्न चाहिँ एउटा चाहिँ भनेको चाहिँ तिमीहरू आँखा देख्दैनौ त, तिमीहरू सपना चाहिँ देख्छौ कि देख्दैनौ त भन्ने प्रश्न चाहिँ हामीलाई एकदम धेरै सोधिन्छ। यसमा म तिम्रो जवाफ। सो यो एकदमै कमनली सोधिने प्रश्न हो, एन्ड देयर इज नथिङ रङ विथ इट हैन। एक्ज्याक्टली। सो सपना हामीले देख्छौँ कि देख्दैनौँ भन्दा नि सपना भन्ने चिजको खासै तपाईँको आँखासँग त्यस्तो धेरै सम्बन्ध हुँदैन। त्यो चाहिँ अभियसली धेरैजनालाई त थाहा छँदैछ कि हामीले जे कुराहरू हामी सोच्छौँ होइन, हाम्रो सबकन्सियस माइन्डमा जे जस्तो कुराहरू अवचेतन मनमा बसेको हुन्छ तिनै कुराहरू आउने हुन्छ। जस्तो इक्जाम्पलको लागि कहिलेकाहीँ हामीले भूतको फिल्महरू धेरै हेरेको छौँ भने कहिलेकाहीँ राति तर्साउने सपनाहरू देखिन्छ। इट डजन्ट मिन कि तपाईँले भूत आफ्नै आँखाले देखेर चाहिँ पछि सपनामा देखेको होइन। सो when it comes to folks with visual impairment, हाम्रो पनि आँखा नदेख्नु भनेको चाहिँ केवल एक प्रकारको हुँदैन कि। जस्तो तपाईँहरूले यो भिडियोमा मलाई देख्न सक्नुहुन्छ, म चाहिँ क्लियरली भिजिबल छु। मलाई हेर्दाखेरि नै दृष्टिविहीन भनेर देखिन्छ, किनभने मेरो देब्रे आँखा आई लस्ट इन एक्सिडेन्ट होइन। सो मेरो त्यो आई लिड क्लोज छ, मेरो राइट आई साइड पनि ग्लोकोमाले गर्दाखेरि चाहिँ मैले आँखा गुमाएको जलबिन्दुले गर्दाखेरि चाहिँ अलि वाइट कर्निया या माइक्रो कर्निया सानो देखिन्छ। भएर अनुजाको आँखा हेर्दाखेरि त्यस्तो छैन। सो वाट डज इट मिन कि कोही हामी भिजुअल इम्पेयर्डहरू लेटर इन आवर लाइफ हामी ब्लाइन्ड हुन्छौँ भने, कोही बाई बर्थ ब्लाइन्ड हुन्छौँ होइन, कोहीको पछि एक्सिडेन्टले गर्दा केले गर्दा हुन्छ। सो इट अल डिपेन्ड्स अन। जस्तो म र मेरो श्रीमती हामी दुवैजना पछि ब्लाइन्ड भएको भएर हामीसँग कलरको सेप्सको चिजहरूको चाहिँ आइडिया छ होइन। सो अगेन अब फेरि धेरै वर्ष भयो म ब्लाइन्ड भएको पनि, अलमोस्ट टोटली भनौँ न आई लस्ट माई साइट अलमोस्ट 11-12 इयर्स अगो है। त्यही भएर त्यति बेला जति प्रष्टसँग चिजहरू देख्थेँ सपनामा एकदम क्लियर चाहिँ आउँदैन, यट कलर्सहरू सेप्सहरू चाहिँ आउँछ। यहाँ तपाईँहरूले मलाई अहिले जयराम 220 को पल्सर याद गर भन्नुभयो भने आई क्यान डु इट होइन। सो सपना पनि त्यही हो। वेयर जो टोटली भिजुअली इम्पेयर्ड मान्छेहरू हुनुहुन्छ जसले बाई बर्थै केही देख्नु भएको छैन, यत चिजहरू त फिल हुन्छ नि त। जस्तो अहिले मैले मोमो फिल गरिरहेको छु नि त, यो यसको स्वाद मलाई फिल छ, यो छाम्दा कस्तो हुन्छ भन्ने मलाई फिल छ भने मैले सपना देख्दा पनि फिल गरेरै देख्छु कि। अगेन अडिटरी पनि हुन्छ नि त, हाम्रो सपना केवल भिजुअल त होइन। सो कान पनि सुन्छौँ हामीले कुराहरू प्रष्टसँग संवादहरू। सो त्यो तपाईँले सुन्ने हुनुभयो, हातले छोएको चिजहरू आफ्नो अरू सेन्सहरूले गर्ने त्यो चिजहरू चाहिँ तपाईँलाई यस्तो फिल हुन्छ। मैले खाने जस्तो भयो। तिमी प्रश्न सोध्दै म खान्छु नि। यो प्रश्नको उत्तर लाइक अब दुवैजनाले दिए पनि उत्तर अलमोस्ट त्यही नै आउने हो, तर तिमीबाट अझ प्रष्ट खालको उत्तर आउँछ भनेर मात्रै हो है। सो जस्तो अर्को सोध अलिकति जस्तो यो चाहिँ खासमा मैले पनि अरू मेरो कतिजना लाइक पूर्ण दृष्टिविहीन साथीहरूलाई पनि कहिलेकाहीँ सोधेको छु।
अघि हामीले गफ गरे जस्तै अब तिमीले मैले चाहिँ भनौँ न एउटा समय म अलिअलि कलर देखेको भएर कलरको कन्सेप्ट भयो भन्ने कुराकानी आयो होइन जस्तो हामीलाई चाहिँ अथवा आँखा नदेख्ने मान्छेहरूलाई चाहिँ जो चाहिँ जन्मदै देख्नु हुँदैन थियो उहाँहरूलाई चाहिँ रेड कलर भनेर उहाँले रेड कसरी थाहा पाउनुहुन्छ अथवा त्यो कलरको एउटा इमेज चाहिँ कसरी बनेको हुन्छ कलरको खासमा भ्यालु हुन्छ कि हुँदैन सो अत्याधिक धेरै भ्यालु चाहिँ हुँदैन तर हामीले के गर्छौँ भने वाइल ग्रोइङ अप हामीले चिजहरूलाई एसोसिएट गर्छौँ के होइन जस्तो तैँले सुन्तला रङको टी सर्ट लगाएको छस् ओरेन्ज कलरको भन्यो भने हामीले त्यसलाई नामै सुन्तला छ भने त्योसँग एसोसिएट गर्छौँ कलरको भ्याल्यु हुन्छ कि हुन्न भन्दा अभियसली जब हामी ग्रोन अप हुँदै गर्छौँ हामीलाई चाहिँ त्यो नलेजले नै सिकाएको हुन्छ नि त जस्तो स्काई ब्लू भनेको अलिक ब्राइट कलर हो व्हाइट ब्राइट कलर भयो वेयर ब्राउन भनेको डार्कर कलर हो त्यो चाहिँ सिन्स पिपल गिभ अस एन इक्जाम्पल होइन अनि हामीलाई चाहिँ कलर म्याचिङ गर्दाखेरि मेरो स्किन टोनसँग जस्तो इक्जाम्पलको लागि म गाउँ गएर अलिकति कालो खालको छु होइन भने मलाई ग्रे या अलिकति डार्कर सेडको कपडाहरू अलिक बढी म्याच गर्छ कम्पेयर टु ब्राइटर सेडको भन्दाखेरि चाहिँ के हुन्छ भने भलै मलाई त्यो कलर एक्ज्याक्टली के हो या त्यसले के सिग्निफिकेन्स राख्छ भन्ने त्यति त हुँदैन यट मेरो लागि त्यो कलर जान्नु या त्यसको सेड थाहा पाउनु चाहिँ इट बिकम हुन्छ नि क्वाइट इम्पोर्टेन्ट के त्यसपछि चाहिँ यो चाहिँ मैले पनि फिल गरेको कुरा हो कि जस्तो कसैले तिमीलाई चाहिँ फलानु कलर राम्रो देखिन्छ भन्नुभयो भने चाहिँ आफूलाई पनि त्यो कलर चाहिँ राम्रो जस्तो लाग्ने अथवा हुन्छ नि त्यही कलरको चिजहरू किन्न मन लाग्ने अनि अब कतिपय कन्डिसनमा चाहिँ जस्तो अब भनौँ फेस्टिभलको बेलाहरू छ भने रेड अथवा पिङ्क अलिक फेस्टिभ कलरहरू हुन्छ नि त्यो तिमीले भनेको चाहिँ मैले पनि अलिक भर्खरै सोचेँ कि जस्तो हामी कतिपय चिजहरूमा कलर कस्तो एसोसिएट गर्छौँ नि त होइन जस्तो फर्मल भन्ने बित्तिकै अलिकति व्हाइट अथवा लाइक ब्लू हुन्छ नि सो हामीले पनि त्यसै गरी कनेक्ट गर्छौँ कलरहरूलाई अनि वान मोर क्वेसन प्रोबेबली यसलाई चाहिँ लास्ट नै क्वेसन बनाऊँ होला है जस्तो अब कलरको त आइडिया हुन्छ भन्ने भयो होइन हामीले सपिङ गर्दाखेरि चाहिँ कसरी गर्छौँ अथवा हामीले चाहिँ जस्तो कलर त थाहा भयो तर अब कलर कम्बिनेसन पनि मिलाउनु पर्यो होइन जस्तो अब एउटा प्यान्टसँग सेम कलरको टी सर्ट लाउने हो कि डिफ्रेन्ट लाउने हो कि हुन्छ नि हामी सपिङ गर्दाखेरि चाहिँ के गर्छौँ कसरी गर्छौँ लाइक कलरहरू ओके सो अहिले उदाहरणको लागि म र तिमी युएसमा छौँ होइन सो हाम्रो सपिङ एक्सपिरियन्सेस तुलनात्मक रूपमा अरू ठाउँको भन्दा अलिक फरक हुनसक्छ किनभने हाम्रो यहाँ चाहिँ एडिए अमेरिकन्स विथ डिसेबिलिटी एक्टले गर्दाखेरि पनि पब्लिक स्टोर्सहरूमा सपर्स असिस्टेन्सहरू दिनुपर्ने भनौँ न जस्तो हामीले सामानहरू किन्न जाँदाखेरि चाहिँ हामीले असिस्टेन्ट दिनुपर्ने भन्ने नियम छ सँगसँगै हामीसँग अरू थुप्रै टेक्नोलोजीहरू आइसकेका छन् जस्तो मसँग अहिले रेभ्यान लाइक मेटाको रेभ्यान ग्लासेस छ होइन या चाहिँ बिमा आइरहेछ हामी चिजहरू सोध्न सक्छौँ है तर इन जेनरल पनि जो नेपालमा या अन्य कुनै ठाउँमा बस्नुहुन्छ उहाँहरूले चाहिँ जस्तो के गर्नुहुन्छ म नेपाल हुँदाखेरि के गर्थेँ भने मलाई जस्तो अघि नै मैले भने जस्तो मलाई कलरहरूको बारेमा थाहा हुन्थ्यो चाहे त्यो मेरो साथीहरू होस् मेरो कजन्सहरू रिलेटिभ्सहरू होस् होइन मैले त्यो कपडालाई चाहिँ यहाँ नापेर हेरौँ न मलाई कस्तो देखिँदो रहेछ मसँग डिजाइन यो गर्दाखेरि भन्थेँ जस्तो मैले ब्लू कलरको जिन्स किनिसकेँ होइन जिन्सको अलग अलग कलर छ तर मलाई अलिक नेचुरल खालको ब्लू जिन्स किनेँ भने अब त्यसमा अलिक सुहाउने अलिक सफ्ट खालको अलिक काम खालको के अलिक धेरै अगेन आफ्नो पर्सनालिटी हुन्छ होइन मलाई चाहिँ उत्ताउलो कलर भन्दा अलिक कम अलिक जेन्टलम्यान देखिने खालको जस्तो अलिक डार्क ब्लू या लाइट ब्लू खालको टी सर्ट होइन या हल्का रेड खालको टी सर्टहरू सुहाउँछ जस्तो लाग्थ्यो होइन मेरो इमेजिनेसनमा प्लस अगेन आम प्रिभिलेज इनफ कि मैले पहिला देखेको पनि छु नि त आफूलाई पनि सो मैले त्यहीसँग किनेर गर्छु प्लस हामी भिजुअल इम्पेयर्डहरूले चाहिँ प्रायः कपडाहरू किन्दाखेरि फ्याब्रिक पनि छोएर अत्यन्तै हेर्छौँ किनभने हाम्रो लागि चाहिँ इट्स नट अबाउट हाउ डु वी लुक लाइक हाउ डज इट फिल टु अस भन्ने कुरा पनि अत्यन्तै इम्पोर्टेन्ट हुन्छ कि सो मैले लगाएको टी सर्ट मैले लगाएको प्यान्ट त्यो मेरो पर्सनालिटीसँग वेन आई टच वेन आई फिल इट यु नो डज इट गो अलङ अर नट है त्यो चिज एकदम इम्पोर्टेन्ट गर्छ सो हामीले किन्दाखेरि त्यसरी किन्छौँ र यहाँ घर लिएर आउँदाखेरि पनि भनौँ न अब जस्तो आफूसँग प्रायः त्यस्तै खालको कलरहरू म्याच गर्ने कपडाहरू जोडी बनाएर राख्छौँ कि जस्तो मैले ह्याङ्गरमा या मेरो क्लोसेटमा अर्गनाइज गर्दाखेरि त्यही खालको प्यान्ट्सहरूसँग मिल्ने टी सर्टहरू अनि त्यो मसल मेमोरीमा याद हुन्छ कि जस्तो यस्तो खालको टी सर्टले चाहिँ मैले मानौँ एउटा लिभाइस भन्ने ब्रान्डको कुनै टी सर्ट किनेँ या सरी प्यान्ट किनेँ भने त्योसँग म्याच गर्ने टी सर्ट पनि किनेर लिएर आएको हुन्छ भने छानेपछि साँच्चै यो टी सर्टसँग त यो प्यान्ट म्याच गर्छ है भन्ने स्वतः त्यो रिमाइन्डेड पनि हुन्छ कहिलेकाहीँ हामी फ्यामिलीलाई भिडियो कल गरेर पनि देखाउँछौँ है सो द्याट इज हाउ वी डु आवर सपिङ एन्ड वी अर्गनाइज आवर ड्रेस हामीलाई कलर चाहिँ एकचोटि छामेर कसैले एक्सप्लेन गरिदिएर किनेर ल्याइसकेपछि चाहिँ मेरो यस्तो फिल भएको टी सर्टले चाहिँ लाइक मेरो यस्तो खालको गला भएको यस्तो खालको बटन भएको यस्तो खालको बाउला भएको टी सर्ट चाहिँ यो कलरको छ भन्ने चाहिँ
हामीलाई थाहा हुन्छ अनि त्यसरी नै हामी जस्तो लगाउँदाखेरि पनि त्यसरी नै म्याच गर्छौँ सबैजनाले चाहिँ तिमीहरू कसरी मजाले म्याच गरेको प्लान गरेको भन्नुहुन्छ तर खासमा त्यो भएको चाहिँ हुँदैन हामीले प्लान गरेको पनि हुँदैन तर कोइन्सिडेन्टली धेरै जस्तो चाहिँ म्याच भइरहेको हुन्छ प्लस त्यसको अर्को रिजन चाहिँ के हो भने एज वी सेड बिफोर होइन जस्तो हामीले किन्दाखेरि नै कपडाहरू म्याचिङ गर्ने हिसाबले जस्तो मानव म र अनुजासँगै सपिङ गएको छौँ भने हामीले ओकेजनको हिसाबले कपडा किन्छौँ कि लेट्स चाहिँ जस्तो हाम्रो कुनै ट्रिप आउँदैछ बिच ट्रिप आउँदैछ भने बिचमा म्याच हुने कपडाहरू किन्छौँ नि त अनि त्यो किन्ने बित्तिकै चाहिँ के हुँदो रहेछ भन्दाखेरि अब निकाल्दा त त्यही कपडा निकालिन्छ किनभने जे ओकेजनको लागि किनेको त्यही कपडा निकालिन्छ जस्तो मानव मेरो कुनै फर्मल अटायर किन्नु छ भने मलाई र अनुजालाई एक फर्मल अटायर किन्न गइएको हुन्छ अनि त्यति बेलै म्याच गरेर किनेर ल्याइएको हुन्छ कि अनि ठ्याक्क ओकेजनको हिसाबले लगाउँदाखेरि पनि त्यही चिज निकालेर लगाइन्छ नि त सो त्यसले गर्दा म्याच हुने वेल तपाईँहरूले देखिसक्नुभयो मेरो मोमो पनि रित्तियो आजको लागि यति नै यहाँहरूको अब आउने नयाँ वर्ष यो जुन 2082 छ एकदमै शुभ रहोस् धेरै कुराहरू यहाँहरूले सोचेको सबै कुराहरू पुरा हुन् भन्दै आगामी दिनहरूमा यस्तै खालको कम्युनिकेटिभ भिडियोजहरू लिएर आउने बाचा गर्दै छुट्टिन चाहन्छौँ नमस्ते ह्यापी न्यू इयर च्यानललाई लाइक कमेन्ट सेयर र सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला र यदि तपाईँहरूलाई केही सोध्न मन छ हामीसँगबाट केही जान्न मन छ भने चाहिँ खुलेर सोध्न सक्नुहुन्छ र हामी सकेसम्म त्यसलाई चाहिँ त्यसको एकदमै राम्रो उत्तर दिने कोसिस गर्नेछौँ एन्ड अल्सो नो क्वेसन इज रङ क्वेसन सो मैले गलत सोधेँ कि या कोही अफेन्ड हुन्छ कि भनेर नसोच्नु होला वी आर नेभर गोना गेट अफेन्डेड क्वेसनमा चाहिँ होइन अजम्सन हुनुभन्दा क्वेसन हुनु राम्रो हो भन्दै बिदा भयौँ है त